साथीहरू, मेरो युट्युब ब्लगमा तपाईहरुलाई स्वागत छ है। सबैजना जोडिनु होला मेरो युट्युब च्यानलमा है साथीहरू। हेरेर पनि नहेरेर जस्तो नगर्नु होला, सबैजनाले सपोर्ट गर्नु होला। हजुरहरू पनि सपोर्ट गर्नु होला, म पनि सपोर्ट गर्नेछु। यदि हजुरहरूले सपोर्ट गर्नुभयो भने हामी पनि अगाडि बढ्न सक्छौँ। त्यही भएर हजुरहरूले सब्स्क्राइब गरिदिनु होला। हेरेर पनि भिडियो हेरेर पनि नहेरेर जस्तो नगर्नु होला। हजुरहरूको सहयोग चाहिएको छ मलाई है। भिडियो चाहिँ म दरो बनाएको हुन्छु, तर लाइक अनि फलोर अनि चाहिँ कमेन्ट आउँदैन। त्यो खै के भएको हो। हजुरहरूको सपोर्ट चाहिएको छ, त्यही भएर हजुरहरूले सपोर्ट गरिदिनु होला। मेरो युट्युब च्यानललाई सब्स्क्राइब गरिदिनु होला है साथीहरू। के हो भन्दाखेरि म मेहनत चाहिँ धेरै नै गर्छु, तर मेहनतको फल तर पक्कै एकचोटि पाइन्छ होला, तर आजसम्म भएको छैन। त्यही पनि हुनसक्छ भन्ने मलाई आश लागेको छ। त्यही भएर म गरिरहेको छु मेहनत। त्यही भएर हजुरहरूको सहयोग चाहिएको छ मलाई होइन। हजुरहरूले यदि सहयोग गर्नुभयो भने अगाडि बढ्न सक्छु भन्ने मेरो ठुलो धोको छ। त्यही भएर हजुरहरूको सहयोग चाहिएको छ। त्यही भएर हजुरहरूले सपोर्ट गरिदिनु होला। भिडियो हेरेर नहेरेर जस्तो नगर्नु होला साथीहरू है। तपाईँहरू पनि सपोर्ट गर्नुहोस्, म पनि सपोर्ट गर्छु, सबै सपोर्ट गर्नुहुन्छ। त्यही भएर हजुरहरूको सहयोग चाहिएको छ। यदि हजुरहरूले सहयोग गर्नुभयो भने म खुसियालीमा केही गर्न सक्छु। त्यही भएर हजुरको सपोर्ट चाहिएको छ। त्यही भएर हजुरहरूले कमतीकम 1000 सब्स्क्राइब भयो भने म खुसियालीमा हजुरहरूलाई एउटा केही गर्नेछु। त्यही भएर हजुरहरूको यति सहयोग छ कि यति सहयोग चाहिएको छ कि मलाई यति सहयोग गर्नु होला। यो भिडियो चाहिँ सक्दो सेयर गरिदिनु होला साथीहरू। यो भिडियो चाहिँ सक्दो सेयर गरिदिनु होला। हाम्रो दाजुभाइ तथा दिदीबहिनीहरूको हातमा पारिदिनु होला साथीहरू। यो भिडियो भनेको हाम्रो समाजमा पच्ने र राम्रो बोल्ने स्थिति यस्तो मान्छे कमतीकम मिल्ला नमिल्ला त्यो त त्यस्तै हो साथीहरू। हजुरहरूको सहयोग चाहिएको छ मलाई। यदि सपोर्ट गर्नुहुन्छ भने यो गरिबलाई होइन सपोर्ट गर्नु होला। यदि सपोर्ट गर्दैन भने तर गाली चाहिँ नगर्नु होला है साथीहरू। बिन्ती छ साथीहरू, गाली नगर्नु होला। यदि सहयोग गर्न मन छ भने एउटा भाइ अनि एउटा दाइ सम्झेर हजुरहरूले सपोर्ट गर्न सक्छौ भने गरिदिनु होला। यदि सक्नु हुँदैन भने नगर्नु होला। त्यसैले म हजुरहरूको सहयोग चाहिएको थियो। हजुरहरूले गर्यो भने ठिक छ, अब गर्दैन भने अब हाम्रो भन्नु के छ र। तपाईँहरूको माया पायो भने अलि हौसला बढ्छ कि भन्ने हो साथीहरू। हौसला